के तपाईँहरू कुनै पनि यस्तो जर्किनको यो माथिल्लो पाटा काटिसकेपछि तपाईँहरू के गर्नुहुन्छ यो पाटालाई? मुनिको पाटा त मैले अस्ति चाहिँ के हो भालु तर्साउने बनाएको थिएँ है, र यो माथिको पाट रहिरहेको थियो, यसको पनि तपाईँहरूलाई एउटा जुगाड बनाएर देखाउँछु त। र हामीलाई चाहिएको चाहिँ यो यताको पाटा मात्रै है, सट्टै सिधा काटिदिनु पर्ने हुन्छ है त। मैले काटिसकेको छु त, अब यो चाहिँ मलाई चाहिएको है अहिलेलाई चाहिँ। र यो चाहिँ तपाईँहरूले के बनाउनु सक्नुहुन्छ यसको, तपाईँले कमेन्ट गर्दै गर्नुहोस् है। त्यो प्रकारले हँसियाले अलिकति मिलाइदिनुहोस् है त, बेसी साह्रो पर्दैन, तपाईँहरू आफै घरमा आरामले बनाउन सक्नुहुन्छ यो चाहिँ है। सके यति बनाइसकेपछि तपाईँ हामीले यहाँ पनि चट्टै काट्नुपर्ने, यहाँ पनि चट्टै काट्नुपर्ने, सिधा सिधा है, छिनाउनु होइन बिचमा है सट्टै। ए साथीभाइ मैले यहाँ दुईटा दुलो बनाइसकेँ। अब यो दुलोमा चाहिँ के गर्नुपर्ने हुन्छ भन्दा यसरी ल्याउनुहोस् है, तपाईँहरूले सट्टै दुलोमा डोरी छिराइदिनुहोस्, सट्टै उता र यता भएर सट्टै यस्तो प्रकारले डोरी छिराइदिनुहोस् टक्कै है। अब अनि तपाईँहरूले कम्मरमा यसरी बाँधिदिनुहोस् ठ्याप्पै। के भयो सोच्दै हुनुहुन्छ होला है तपाईँहरू? काम गर्न जाँदा मार्तोल कहाँ हातमा बोकेर झोलातिर लगाइबस्नु होइन, यसरी ठ्याप्प लगाइ हिँडे ठ्याक्कै। देख्नुभयो ख्राप भयो। त्यो मार्तोल मात्रै नभएर चाहिँ हामीले अब तपाईँहरू झोला बोक्नु बिर्सेको पनि हँसिया पनि बोक्नुहुन्छ यसरी ख्राप्पै। अब कति सजिलो होइन? कस्तो लाग्यो मेरो यो सानो जुगाड है? तपाईँलाई राम्रो लाग्यो भने चाहिँ यो भिडियोलाई तपाईँले सक्दो सेयर गरिदिनुहोस्, अनि लाइक कमेन्ट चाहिँ तपाईँहरूले भक्कु गरिदिनुहोस् न है। तपाईँहरूको कमेन्टको रिप्लाई दिने कोसिस गर्छु है त। यसरी बनाउनुहोस्, तपाईँहरूले लाबारहरू भने काटिसकेपछि जताभावी नफेक्नुहोस्, कुनै न कुनै काम दिन्छ है त। र अघि मैले भनेको चाहिँ तपाईँले कमेन्ट गरिराख्नुहोस्, सक्दो तपाईँहरूले के बनाउनु तपाईँहरूकोमा आइडिया आयो। ल त आजको लागि यति नै साथीभाइ, भोलि अर्को जुगाडको सानो भेटौँ।